वेलकम ब्याक टु माई च्यानल। अनि त्यसपछि म चाहिँ आज चाहिँ साथीहरूसँग घुम्न जानु लागेको, त्यही भएर मैले चाहिँ भ्लग बनाएँ। म यति अल्छी छु नि गाइज, म सुत्ने मात्र काम हो। कलेजबाट आउँछु अनि सुत्छु, मैले कन्टेन्ट पनि पाउँदिनँ नि त, त्यही भएर मलाई अल्छी लाग्छ भिडियो बनाउन। अनि त्यही भएर कहिलेकाहीँ अब यसरी घुम्न जान्छु अनि त्यसपछि म भ्लग बनाउँछु। म चाहिँ यहाँ भर्खर उठेको, अनि अब म नुहाउँछु, रेडी हुन्छु, अनि त्यसपछि म जान्छु। त्यही हो। अनि तिनीहरूले चाहिँ आज सिभिल मल जाऊँ भनिरहेको छ, सिभिल मलतिर घुम्ने, गेम खेल्ने एन्ड त्यसपछि बसन्तपुर जाने। आजको प्लान त्यति हो। सो गाइज, यो चाहिँ मेरो आजको ड्रेस हो। यो ड्रेस मैले होइन, यो ड्रेस चाहिँ मैले मेरो बर्थडेमा चाहिँ मलाई मम्मीले दिनुभएको थियो। सो यो ड्रेस 2 वर्ष अगाडिको हो कि। अनि मैले चाहिँ बाहिर जाने बेला अहिलेसम्म एकचोटि पनि लगाएको छैन कि, एकचोटि पनि। अस्ति न त्यही फोटो खिच्नलाई लगाएको थिएँ, त्यति। यो 2 वर्ष अगाडिको ड्रेस। गाइज, मसँग लुगै छैन भन्ने हुन्छ, तर यस्तो हुन्छ कि लुगा भनेको चाहिँ किनेपछि चाहिँ लगाउँदिनँ। त्यही हो, अब म यो लगाउँछु। आज फेरि वेदर पनि पानी पर्ला जस्तो छ। पानी पऱ्यो भने त कस्तो तनाव हुन्छ नि, त्यस्तै ड्रेस लगाएर त पानी नपरोस्। आई एम फुल रेडी। त्यही हो, अब चाहिँ निस्किनु पर्ने हुन्छ। मैले चाहिँ भ्लगै कन्टिन्यू हान्न बिर्सेँ होइन। म चाहिँ कहाँ आएँ भन्दाखेरि म यहाँ सतुङ्गल आइसकेँ। अब सतुङ्गल आएर म यहाँ कुर्दैछु। यहाँ मान्छेहरू यति धेरै छ, अब मलाई भ्लग बनाउन लाज लाग्छ गाइस। त्यही हो, म यहाँ कुर्दैछु गाइस। अब कति बेला आउँछ त्यो केटी। यत्रो पब्लिकमा मलाई यहाँ भिडियो बनाउन लाज लागि। अङ्कलसँग आएँ। उठिरहेको छु गाडी। हामी कहाँ जान्ला अरे? कहाँ जान्ला थाहा छैन। मेरो चाहिँ यहाँ पिम्पल, जब घुम्न जान्छौँ तब यसरी पिम्पल अट्याक अनि वहाँ। हजुर, कहाँ जान्ला अरे? हामी घुम्न जान्ला। कता? जहाँ पुगाउँछ यो गाडी हो, त्यही झर्दिनु। हामी बाटो हिँडिरहेको छौँ। खोइ कस्तो आउँछ त्यो थाहा छैन कि, त्यो मैले अहिलेसम्म यसरी ठिकै छैन। अनि कहाँ पुग्यो भन्दाखेरि अब हामी कहाँ जान्छौँ भन्दाखेरि सिभिल मल जान्छौँ हिँड्दै। मलाई लाज लाग्छ यसरी भ्लग बनाउन, यति धेरै मान्छे छ, मलाई लाज लाग्यो। यार लाज त लागिहाल्छ, मान्छेहरूले ठुलो परेर हेर्छ, त्यही त। मान्छे धेरै छैनन्। सो अब हामी फ्री भएर हिँड्छौँ। मैले यसरी फर्स्ट टाइम के अरे पब्लिकमा भ्लग बनाएको। अनि अर्को नखाने घाम त कस्तो चर्को छ हौ। त्यस थोरै भए पनि कस्तो पोल्ने घाम छ, डल्लै छ यहाँ। यस्तो गर्मी छ नि। अब यहाँ मान्छेहरूले ठुलो परेर हेर्छ, जुन चाहिँ मलाई लास्टै अब अप्ठ्यारो भन्ने के भन्ने लास्टै के हो यार। मान्छेहरू त जोगी बन्दै हिँड्छन् त। बसन्तपुरतिर पुगेँ हामी। म्युजियममा फ्राइडे आज चाहिँ होइन, इन्टरभ्यू 50 हो। त्यो बेला हुन चाहिँ यस्तो भएको थियो कि सोनाम लोसारको दिन थियो होइन। अनि त्यो बेला के अरे मसँग यही ब्याग थियो कि, अनि यसको भित्र पर्स थियो होइन, वालेट। अनि वालेटमा मम्मीको उयो रहेछ कि, त्यो एटिएम कार्डको छ त, पिनहरू छ त, त्यो सबै रहेछ। मलाई थाहा छैन, मैले बोकेर हिँड्दै कि पैसा राखेर ल। अनि त्यसपछि सोनाम लोसारको दिनमा अब मोबाइल चाहिँ हातमा थियो होइन, नत्र त मोबाइल नै झापिन्थ्यो होला। मोबाइल चाहिँ हातमा थियो। अनि के अरे त्यो भिडबाट निस्किने टाइममा त छैन वालेट, मसँग 1 रुपियाँ थिएन। हामी बसन्तपुर पुग्यौँ। पहिला खाने हो र केही खाने? बसन्तपुरतिर पुग्यौँ। यहाँ पुग्यौँ। बिहान आइसक्रिम हामी त। हेर्न, चर्च जाऊँ अब। बिहान आइसक्रिम जिन्दा
भात भइरहेछ धेरै घाम छ कि यहाँ पुरै पग्लिसक्यो कि एकैछिनमा आइसक्रिम त कता यता हो यता हेरौँ न उठ्यो अब पग्लिसक्यो कि आमा हो आइसक्रिम त यस्तो घाम छ नि यस्तो घाम त्यही भनेर ल हेर न ल न टिस्यु लियो हामीले फाइनली सिभिल मल पुग्यो गाई त्यत्रो हिँडेर अब हामी सिभिल मलमा के गर्छौँ भन्दाखेरि होइन अरे अब हामी के गर्छौँ भन्दाखेरि गेम खेल्न जान्छौँ फर्स्ट कि सेकेन्ड फ्लोरमा त्यो गाडीवाला गेम छ होइन बच्चाको खेल्ने त्यो घोडा ए बच्चाको त खेल्दिनँ फाइनली सिभिल मल कति फ्लोरमा जाने हामी ओइ लिफ्टमा जाने केसमा भर्याङ चढेर जाने रे गाई के खेल्ने गेम हेर्न यहाँसम्म सिभिल मल आएर जाउँ यतै छ चढे यहाँ के रे यो के मान्छेहरूले छ त त्यो टिस्यु राखेर उ गर्छ त त्यो कालै निस्किन्छ त अनि ए त्यत्रो माथि यो चढ्नु भन्दा लिफ्ट चढेर यत्रो माथि चढ्नुपर्छ हामी यहाँ कस्तो मेरो क्यामेरा हामी यहाँ कति फ्लोरमा भन्दाखेरि 7th फ्लोरमा कति 6th हो 6th फ्लोरमा आइसक्यौँ गाइज यहाँ सिभिल अब के अब कुन मुभी चल्ला हेर्न जानु पऱ्यो कस्तो होला ओइ गाडी खेलौँ ल अब चाहिँ ल दुईवटा त छ के भयो त हामी दुईजना गाडी खेलौँ अब गाइज आयौँ होइन अब हामी चाहिँ गाडी खेल्छौँ ऊ त्यो पहिला खेल्न जाउँ न उता जाउँ न अब हामी यति यही गर्न त हामी सिभिल मल अब के गर्न आउनु पर्ने गाइज अब यहाँ ऊहरू छ त्यो मलाई डर लाग्छ हामी यता आयौँ अब हामी खेल्छौँ एउटा टिकटको 150 अरे यता कता अब तिमी एउटा गाडी म एउटा गाडी होइन 5 मिनट हो गाइस त्यही हो म बसेँ यही गाडी लिने हो मलाई कसरी खेल्नु नै आउँदैन के आइपुग्यौँ अब हामी यहाँ के खेल्छौँ थाहा छैन यस यहाँ उयो खेल्नुपर्छ के हो विच वान उयो खेल्ने हो कि के हो हामी यता बुक स्टोर फोटो खिच्न आएको हेलो गाइज हामी अहिले कुन क्याफे आएको हामी चाहिँ जुस अड्डा आयौँ यो चाहिँ कता छ भन्दाखेरि बसन्तपुरमा ठ्याक्कै छ यता आयौँ हामी ठ्याक्कै यो बसन्तपुरनिरै छ यो क्याफे यहाँ स्विङ यहाँ पनि खेल्न मिल्छ यो अड्डामा थियौँ सो अब हामी हिँड्दैछौँ अब चाहिँ घरतिर मुभ हानिदिनु पर्ने हुन्छ यहाँ चाहिँ को छ थाहा छैन यस्तो प्याक छ को भिआइपी मान्छे हो यस्तो भिडियो सुट पनि हानिरहेको त यहाँ कन हेडर अब को हो थाहा छैन अब यस्तो प्याक छ अब भ्लग यहाँ को हुनुहुन्छ हेसा भिआइपी प्रियङ्का कार्की यो खाना कस्तो एक्सपेन्सिभ रहेछ यो हामी यहाँनिर बसिरहेछौँ लास्टै गर्मी भयो अब चल्दैको इडीमा बाई बाई मेरो बसन्तपुर सबैले बाई बाई अब हामी कता घर फर्किन लागेको अब त्यही हो मेरो फोनमा स्टोरेज फुल भएर मैले सबै भ्लग बनाउन नपाएँ त्यही हो गाइस बहुत भइसक्यो गर्मीले त आमामा प्रोटेस्ट के अरे के चौधरी गरिमा चौधरीको हामी यहाँ चिया जोन मात्र भन्न आउँछ यार यता किमा नुडल्स खान आएको अनि कसको स्कुटर झ्याप हानिसक्यो कि भ्लग पनि मेरो कहिले कन्टिन्यू हुन्छ हुँदैन ल वा छ ल चिज हामी चाहिँ यता के अरे किमा नुडल्स खान आयौँ
वाउ खाऊ त यिनीहरू काम छैन मोटुलाई कुदिरहेछ यो ठाउँ वाउ छ नुडल्स एउटा मात्रै अभाइलेबल छ अरे अहिले ठाउँ चाहिँ यही हो गाइस यहाँ किमा नुडल्स पाउँछ एउटा मात्रै अभाइलेबल छ अरे अब लाफिङ खान्छौँ यिनीहरू मोटीको वेटिङमा छ मन परेन अरे सामाजिक ठाउँ चाहिँ यता थाङकोटमा हो त्यही भएर चेन्ज गरे हामी चाहिँ लाइट म्यान गाइस लाफिङ खान आयौँ पिरो भएको अरे ओइ कस्तो लाइट टल्केको हेर्न ग्लो हेर त पिरो भएको अवस्था ल तँ अर्को खाएर पुगिसक्यो नि होला के लागेर कल गर्दै हुनुहुन्छ हामीसँग जहाँ जाने बेला नि तर थाहा छ एक न एकजना कुकुर त हुन्छ ओइ हामी जहाँ जाने बेला नि एउटा कुकुर त हामीसँग आउँछ आज चाहिँ नेक्स्ट डे हो अनि त्यसपछि हामीले चाहिँ यहाँ होमवर्क गर्ने भनेर बसेको हाम्रो हालत चाहिँ यस्तै छ अब चटपटी बनाउनु लाग्छौँ हामी यसले बनाउनु लाग्छ खुर्सानी काटिरहेछ अनि यो चाहिँ कसले बनाएको यो मैले नि हौ मैले हामीले ट्याङ पनि किनेर ल्याएको छौँ आज फ्रुटी खाएँ आलु पाक्दैछ तपाईँले यसरी मिलाएर राख्नुहुन्छ होइन किचन ऱ्याकमा तर मैले किनेको है तर के भएको थाहा छ यहाँको सिसा झराम्मै फुटेको कहिले यो सिसाहरू छ त झराम्मै फुटेको म खाना आउँदाखेरि होइन ब्यारे म खाना आएको थिएँ आफै फुट्यो त्यही हो गाई मलाई खाना खानु बोलाएको थियो कि है मेरो रुमको हालत एज अलवेज है मेरो यहाँ सबै त्यहाँनिर के अरे रजिस्टरहरू पुरै भत्रा गोल छ नि यहाँ होइन होमवर्क गर्ने टेबल छ यिनीहरूले यहाँ चकटीको खोल पनि यस्तो मेकअपको सामान यहाँ राखेको छ झोला उहाँ छ ए भगवान् मेरो रुमको हालत त थैत यहाँ पुरा चलिरहेको अवस्था यसरी देख्छ यहाँनिर चाहिँ ठ्याक्कै यहाँनिर स्कुल छ गाइस कसले फुटा मैले फुटाएको छैन नि क्लाउड कस्तो भाव देखेको यहीँनिर स्कुल छ होइन अनि त्यसपछि त्यो नेसनल एन्थम बजाएको पनि कत्रो साउन्ड आउँछ भने सबै जमेर यी माथिसम्म आछ अब त्यही खान्छ अब अहिले नुन नमिलेर खान्छ यो चाहिँ के गर्दैछ भन्दाखेरि अब यहाँ मिक्सचरमा चाहिँ के राखे पुदिना र घरे खोर्सानी राखेर कागती खानु हुँदैन त्यसको हातमा आइसकेको आइस खाइ यस्तरी डिपो हेर है गाडी आइस हालिदिइरहेछ अरे यहाँ कौसीमा बसेर अब चटपटी श्रीसाले बनाएको सबै श्रीसाले बनाएको हामी कौसीमा बसेर यो सबै खायौँ सो गाइज हामी चाहिँ टन्न चटपटी खाएर अहिले चाहिँ हामी ढल्किरहेछौँ होइन एकजना यहाँ भुस छ भुस अर्को पनि भुस भयो निदाहा एकछिन नाटक हाम्रो चाहिँ प्लान भने होइन अब चाहिँ हामी कता जानला अब चाहिँ हामी लाखे हेर्न जान्छौँ अनि अब हामी लाखे हेर्न जान्छौँ भर्खरसम्म हामी सबजना नोट गर्दै थियौँ अनि अब चाहिँ हामी लाखे हेर्न जान्छौँ अनि त्यो चाहिँ त्यहाँ बहिनीलाई कुदिरहेछ कस्तो र ब्लर आएको आज त्यहाँ पनि थप्यो अब हामी जान्छौँ लाखे हेर्न हामी यो के बाटो भन्ने कस्तो मेरो क्यामेरा के भएको ए ल भयो भनेको त फेरि दस्तक देखाए फेरिका हामी चाहिँ कोट घर जानु लागेको लाखे हेर्न दुईजना होइन
सुनाएको अरे गफ सुन्छ अर्कोले त्यसरी भिडियो बनाउँछ पुग्यौँ गाइज हामी कस्तो मान्छे छ आमा भिड त के कस्तो यो चाहिँ ठाङ्गलको लाग्थ्यो गाइज अब यहाँ मैले बोला सुन्दैन बाइक पार गरेर आउँछु ल त आम्मामा यो त अझ थोरै हो क्या फर्स्ट दिनमा यति धेरै हुन्छ भ्लगमा आएको चाहिँ यसको को अरे दाई होइन दाई पर्छ होइन यो भाइ यहाँ त सबै आफन्त मात्र छ दुवैजना अग्लो अग्लो लाखे बनेको रहेछ आम्मामा लाखे त कडै जोस्या छ त कुरा गरेको अरे के छ के छ मैले चिन्दैन चिन्छ तिमीले बहिनीलाई चाहिँ सबैजनाले चाहिँ चिनेर चाहिँ होइन बिग फ्यान भन्दैछ अनि यहाँ के भयो के अरे के राख्नु पर्यो अरे अब उसलाई बडीगार्ड चाहियो को बडीगार्ड भन्ने आउँछ गाइस सबजनाले मलाई यहाँ गएर चिने यस्तो अब मलाई भन्दा बडी रिबिसालाई चिनिरहेको छ सबजनाले मैले यहाँ कसैलाई पनि चिनेको छैन यहाँ सबजनाले अब मान्छे भेट्छ त हो अनि के अरे यहाँ मलाई सबजनाले चिन्दो रहेछ अब मलाई थाहै छैन अब कोले चिन्छ सबजनाले यहाँनिर आएर मलाई बिग फ्यान ल अब युट्युबमा आउने भयो भन्दै जिस्काइराखेको गाइस मैले चाहिँ चिन्दा पनि चिन्दिनँ त्यही हो रिबुलाई सिरसाले चोरिसकेको अवस्था उसको साथी म रिदम श्रेष्ठ तपाईँले यहाँ मेरो च्यानल सब्सक्राइब गरिदिनु होला यहाँ उसको त हेरेर मेरो चाहिँ नबिर्सिनु होला है प्लिज सबैले लाइक सेयर सब्सक्राइब गरिदिनु होला यस्तो हाम्रो बाँड्ने सबलाई देखाइदिनु त्यहाँ पछाडि गयो पछाडि मलाई कति धेरैजना मान्छेले चिनेको थियो तर म कोहीलाई इग्नोर हाने कोहीसँग बोलेँ मतलब त्यसरी इग्नोर हान्नेको चाहिँ होइन कि बोल्न चाहिँ पाएन कतिजना मान्छेहरूले बोलाइरहेको थियो अनि त्यही भएर म चाहिँ कहाँ जानु अनि त्यही भएर म त्यहाँ लागि हेर्न गएँ त्यही भएर यिनीहरू यहाँ छ आइस सुन है अहिले चाहिँ थोडा चाहिँ बाबुको चालिसदेखि हाल्दा त्यही पनि सुन होइन के भन्नु पर्दाखेरि भन्दाखेरि आज हामी दिनभरि पढ्छु भनेको दिनभरि पनि पढेन अनि के भयो भन्दाखेरि मेरो नोट यति धेरै छ गर्न अब म रातभरि गर्छु मलाई यहाँनिर चाहिँ सबजनाले चाहिँ रिबिसालाई चिने रहेछ अनि रिबिसालाई चाहिँ सबजनाले तिम्रो बहिनीलाई बोलाइदेऊ न भने अनि कतिले चाहिँ मलाई बोलाउनु भएको थियो होइन तर म बोल्नै पाएन त्यही हो अब पछि बोलाउनुलाई गाई घरतिर हामी चल्नुपर्ने हुन्छ गाइज अनि त्यही हो अब हामी घर जान्छौँ अनि यहाँ चाहिँ तिनीहरूलाई कुहिरहेको आज म झन् मैले आज केही पनि लगाएको छैन फेस मेरो आज के भए पिम्पल प्याच लगाएँ त्यही गाइज अब आजको लागि यति नै बाई बाई भनिदेऊ बाई बाई